गाइज वसअप हामी कहाँ छौँ भनेपछि ल ल ल है हामी चाहिँ गोङ्गप चोकमा छौँ है। हामी आजको डेस्टिनेसन चाहिँ चाँगुनारायण मन्दिर। चाँगुनारायण खान मोहनी भक्तले सही हो है। धुलो यार तिम्रो रोड जस्तो पत्तुर रोड कहीँ पनि छैन मामपाहरू। सिडी स्क्वायर समोकुजी चोक सिडी स्क्वायर छोडो रे बाटो। यहाँ यो सिटी स्क्वायर बनेपछि चाहिँ रोड चाहिँ बबाल भाषा फोहोर नभइदिए हुने है। काठमाडौँको पहिचानै बनाएको यार फोहोर भन्ने मामपाहरू। ल हामी यो चिरायु नेसनल हस्पिटलको नजिकै है। अगाडिपट्टि चक्रप नारायण गोपाल चोक। ओहो कति धेरै चराहरू यार त्यहाँ माथि निर्मया फुट्ने यसको अगाडिपट्टि। धुलो यार चोकतिर केटा चोकतिर मामाहरू बसेका छन् बिचरा। राष्ट्रै गाह्रो छ नि यार मामाहरूलाई अनि नरिसाएर के गरे सिटैमा 1000को सिट हानिदिन्छ नि त भन्नु यतातिर नि बाटो लगभग वान साइडतिर त ग्राभेल हानिसकेको छ यार। भिसा कतार भिसा सेन्टर कतारतिर जाने हो भनेपछि यतातिर छ है सजिलोको लागि। यतातिर बाटो बनायो भने त फेरि बवाल हुन्छ नि। अहिलेको जाम त जिरोमा झर्छ। यो चाहिँ के चोक रहेछ खासमा सबै चोकको नाम थाहा पाइयो तर यो चोकको चाहिँ नाम थाहा पाइएन। आउनेले चाहिँ यसो कमेन्ट हान्नुमै सरो केटाकेटीहरू। हामी यता आयो है चोकतिर चाहिँ होइन सिधा अगाडि देखेको चाहिँ चाबेल चोक। यता छ होम हस्पिटल यता चाहिँ बैजनीपुर है। अप एन्ड डाउन गर्छ त चाबेल चोकमा है। चाबेल चोकबाट चाहिँ लेफ्ट हुँदै बौद्ध हुँदै होइन अनि मूलपानी हुँदै जानुपर्छ। मूलपानी हुँदै एकचोटि म जानु गएको हो तर भुलिसकेँ कता कतातिरबाट सोध्दै खोज्दै जानुपर्छ। चाबेल चुच्चेपाटी त्यो यार जाम हुने त अफिस साह्रो भएर होला है। भाटबटेनी छेउ साइडतिर लास्टै जाम यार धुलो त्यस्तो। ल बौद्ध एरियामा सुत्दा ल बाटो यस्तो छ यार धुलै धुलो हिलै हिलो। बाटो चाहिँ मजाको हो तर कता कताबाट धुलो ल्याएर गाडीहरूको टायरले गर्दाखेरि के रोडमा पुरै हिलो बनाइन्छ अनि सुकेपछि त्यही धुलो त्यही हिलो चाहिँ उबाट सिधै तल है। यतातिरको त भिडियो छ फाटाफुट्टा। यता दर्शनकोतिर जाने बाटोको भिडियो पनि छ होइन। यहाँबाट नगरकोट ए झ्यालै झ्याल भएको घर यतातिरको पनि छ टन्नै छ यतातिर। यहाँबाट मूलपानीसम्म साँकुसम्म त मजाले बागमती पुल तरेर नेपालमा अन्त गाउँतिर उता पहाडतिर लागिसक्यो यार। काठमाडौँ पहाड भए पनि खासै बर्खा लागेको छैन। म खोला ठुल्ठुलो हुनुपर्ने नि बागमती सुकेकै छ। दक्षिण गेट यो चाहिँ मूलपानी क्रिकेट स्टेडियम बन्दैछ नयाँ क्रिकेट स्टेडियम। वाउ गोर्खा शीतल भयो यार। अब त्यो जाममा बस्दा बहुत चाबेलबाट यहाँ यतापट्टिसम्म यार दक्षिण गेटसम्म जामको जाम यार त्यो लामो हुन्छ यार। अहिले बेलुकामा जान्छ बिहानमा र बेलुका। हरियाली नगर यो चाहिँ हरियाली नगर रहेछ। हिमशिखर कोल्ड स्टोर के लेखिरहेको छ। यो चाहिँ थली बजार थली
थली बजार हो यो चाहिँ। यो नि लगभग ठुलो भइसक्यो नि थली बजार। कागेश्वरी मनहरातिरको बजार हो कि लगभग। ओहो ठुलो यस्तो एरियामा पनि ठुलो रहेछ यार। यतातिरको रोड चाहिँ सही छ क्या फेरि, यस्तो टर्निङ पनि सुपर बाइक कुदाउनु जस्तो छ। ल यहाँबाट है कागेश्वरी मनोहरा डाँची भन्नेबाट यहाँबाट सजिलो छ है जानलाई। ए बाटो चाहिँ यस्तै रहेछ है, भुले रोड। उता साँखोतिर जान्छ होइन बाटो जान त, तर यता नि बाटो त पिचै रहेछ। उतै माथि त अन्ति ल बाटो त यहाँ पनि खलासै रहेछ त यार। बाटो बनाएर राखेको छ यहाँ। उता आउँदैछ हजुर, आउँदैछ है। यो चाहिँ साली नदी। साली नदी चाहिँ मनोहरा नदीमा आएर मिसिँदैछ, अनि मनोहरा नदी हुँदो रहेछ यहाँ चाहिँ। बाटो चाहिँ अलिक खतरै गर्छ यार यतातिर नि। ल बराबर रहेछ, ठिकै हो। पानी परेको बेला चाहिँ अलिक गाह्रो हुन्छ, नत्र अन्त आएपछि त बबालै हो, नर्मलै छ। ए यतातिर नि खेत रोपिसकेको छन् सबै। बर्खा लगभग सकिसकेको छ यतातिर त। अब बर्खा भनेको खेत रोप्नु त हो नि हाम्रोतिर त, पहाडतिर है। यतातिर त खोलो हुन्छ मजाले, मन्दिरहाल्छ नि। बर्खाको पानी आकाशको पानी वेट गर्छ। जागो नारायण नारायण मन्दिर जाने बाटो है। यतातिर पैदल यात्रा पनि गर्दा मजाको। पैदल पनि रहेछ मजाको, मिनी किरेटवालै रहेछ नि। पिकनिक स्पोट है। ऐतिहासिक र पुरातात्विक चागनारायण मन्दिरमा हार्दिक स्वागत गर्दैछौँ। काम ढोकाएर यता सही छ नि त, सही। बाइक पार्किङ यहाँ गयो नि, अनि यहाँबाट सर एक गेटबाट देख्दैछु। ए पुरा पस्मिनाहरूको पसलहरू है, विदेशीहरूलाई। थोरै हिँड्नुपर्छ, हिँडेर माथि जानुपर्छ अझै। चम्पक मन्दिर, यो चाहिँ चम्पक मन्दिर रे, चम्पक गणेश मन्दिर। ए ढुङ्गे धारा छ यहाँ, पानी छैन, सुकिरहेछ है। सिधै घाम पर्दो रहेछ यार। रङरङ्गन हुँदैछ यता। ल चागनारायणको मन्दिर है। सब धमाधम काम हुँदैछ।
मन्दिरभित्र फोटो खिच्न मनाइ छ। किलेश्वर महादेव चागुनारायणको 360 है। यस्तो छ है, वरिपरि सत्तल छ है, बिचमा चाहिँ मन्दिर छ। चागुनारायणबाट यस्तो देखिन्छ, यता साइडतिरको, यो साखौ साइडतिरको है यो बाटो चाहिँ।